हुन्छ यस्तै बस्छन् गाडी बिग्रेर यही गाडीले गर्दा कति जाम बनाउँछ अहिले यहाँबाट अब यो यही गाडीले कम त जाम बनाउँछ अब बिचमै अब समस्या भयो यस्तो छ बस कसरी जान्छ बसहरू आउँछ ट्रक आउँछ यो चाहिँ अब कुखुरा भएको गाडी रहेछ यो बिग्रेर बसेको रहेछ हो अब यसले कतिवटा गाडी जाम गर्ने हो यहाँ अब कतिखेर कार त्यहीँ छ यस्तो छ है यो चाहिँ अब कति लगभग 14-15 किलोमिटर होला यस्तो बाटो 24 किलोमिटर 24 किलोमिटर ट्रक रहेछ। कसरी जान्छ यो ट्रक यहाँ पनि यो पनि बिग्रेर बसिरहेछ अब फेरि सुतिरहेको अब यस्तो बिजोग हुन्छ बाटोमा अनि यत्रो लोड भयो गाडी बाढीले यस्तो बनाएको छ बाटो ल यो सिन्धुलीको बाटो यस्तो छ माथि पहिला हिँड्ने बाटो माथिको रोड हाम्रो ए माथिको रोड चाहिँ यता छ पहिलाको यो भत्केर छैन बाटो यस्तो छ त्यो भत्केर अहिले यो खोलाभित्रै छ बाटो चाहिँ यो लगभग कति घन्टा लाग्छ यस्तो बाटो लगभग बढीमा 2 घन्टा नभए 1.5 घन्टा 1.5 2 घन्टा लाग्छ यस्तै छ खोलाको भित्र पहिला पानी हिँड्थ्यो अहिले गाडी खोला चाहिँ उता छ पहिला पानी हिँड्थ्यो अहिले गाडी हिँड्नु थालेको छ ल माथि छ त बाटो हाम्रो बाटो त माथि छ बनाउँदैछ बनाउँदा कहिले पर्छ कहिले यो टाइम लाग्छ निकै विदेशीको हातमा परेर ठुलो सक्थ्यो निकै बाटोको अवस्था यस्तो छ साथी हो स्टार्टिङ मात्रै हो यो ट्रेलर मात्रै हो अब फिल्म बाँकी छ नाच्न जान्दैन भन्छ यहाँ आउँदा चाहिँ सिक्छ बाटोमा जिउ हल्लाउनु सिकाउँछ राम्ररी यो बाटोले गाडीले गर्दा कति जाम बनाउँछ अहिले थाहै हो त्यही भएर बेलैमा निस्क्यो भने गाडी त्यति हुन्छ